ल गाइज अब चाहिँ धेरै पछि जाउलो खाना ल्याइरहेको छु पहिला स्कुलबाट फर्केर आउँदा चाहिँ टक्क मम्मीले जाउलो बनाएर राख्नु भयो भने चाहिँ यस्तो खुसी हुन्थेँ म आज चाहिँ फेरि मम्मीले जाउलो बनाउनु भएछ धेरै पछि याद आयो मलाई चाहिँ होइन साइली दिदी हो बाबु स्कुलबाट आउँदा अनि जाउलो रहेछ भने चाहिँ यस्तो खुसी लाग्थ्यो पहिला आम्बो खाउँ है त छोरा थाहा छ खतरनाक यो चामल पनि नेपालबाटै लिएर आएको चामल हो त्यो यस्तो बनाएर राख्नुहुन्थेन तपाईँले धेरै वर्ष पछाडि मम्मीले पकाएको खाएर नै खतरा भएको होला नि त छोरालाई मिठो लाग्यो होला स्कुलबाट आउने बित्तिकै जाउन खान पाएन त यस्तो खुसी लाग्दैन थियो आमा